यदि तपाईँ कोरियामा काम गर्नुहुन्छ भने एकदम इम्पोर्टेन्ट कुरा के हो थाहा छ? कसलाई सम्मानपूर्वक बोल्ने र कसलाई क्याजुअल बोल्ने भन्ने कुरा। कोरियन भाषामा नोफिम्माल, झुन्देतमाल र फानमाल दुई प्रकारका बोल्ने तरिका हुन्छन्। नोफिम्माल भनेको सम्मानपूर्वक बोल्ने भाषा हो। यो आफूभन्दा ठूलो उमेर वा माथिल्लो पोजिसन भएका मानिससँग प्रयोग गरिन्छ। जस्तै 안녕하세요, 감사합니다। अब फानमाल यो आफूभन्दा नजिक वा सानो उमेरका मानिससँग बोलिन्छ। जस्तै 안녕, 고마워। तर एउटा इम्पोर्टेन्ट कुरा, कोही तपाईँभन्दा सानो भए पनि यदि पहिलो पटक भेटिएको हो भने नोफिम्माल प्रयोग गर्नु राम्रो मानिन्छ। आजकल कोरियामा अफिस वा वर्कप्लेसमा पनि धेरैजसो मानिसहरूले सम्मानपूर्वक बोल्ने गर्छन्, किनकि कोरियामा बोल्ने तरिकाले पनि रिस्पेक्ट र रिलेसनसिप देखाउँछ। कहिलेकाहीँ आफ्नो परिवारसँग भने पनि ठूलो उमेर भए पनि फानमाल प्रयोग गरिन्छ, किनकि त्यो नजिकको सम्बन्धको सङ्केत हो। त्यसैले कोरियामा के बोल्ने भन्दा पनि कसरी बोल्ने भन्ने कुरा धेरै इम्पोर्टेन्ट हुन्छ। अन्त्यमा 안녕하세요 र 안녕 मध्ये कुन चाहिँ पोलाइट वर्ड हो? कमेन्टमा लेख्नुहोस्।